सम्पूर्णले जिल्लाको कमाइ गरेर एउटा सानो झुपडी बनाएर बस्ने गरिब मुखा नागरिकलाई अहिलेको सरकारले जुन हुकुमवासीको जिल्ला भिडाइराखेको छ त्यो कदापि मान्नु हुने छैन। त्यो अब केही समय पछाडि काठमाडौँमा यस्तै घुमेन सुकुमाजी अव्यवस्थित बस्तीहरूको एउटा ठुलो जमातले लाखौँको उपस्थितिले एउटा धक्का बालेन सरकारले दिनेछ र त्यति बेला बालेन सरकारले सुन्ने बुझ्नेछ कि त्यसको चेतावनी दिनको निम्ति हामीले रूपन्देहीबाट सुरुवात गरेका धक्का दिने किसिमको एउटा कार्यपत्र पेश गर्दै एउटा संघर्ष समिति केन्द्रीय स्तरको बन्ने छ। यो विषयमा यहाँहरू चाहिँ आशा धक्का नदिएसम्म हामी भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको सबैको हाम्रो चाहिँ एउटा एकमुष्ट माग नेपालको 8औं भूमिहीन संशोधनले व्यवस्था गरेका यसपछि यो समय हाम्रा अतिथिहरूलाई चाहिँ हस्तान्तरण गर्दै म आजको यस कार्यक्रमको अध्यक्षताको आसन